उहाँको स्टेज यो मञ्चमा दोस्रो पटक उहाँहरूको प्रस्तुति राख्नुभएको छ र उहाँलाई दर्शकहरूले रुचाएर उहाँहरूको पूर्वमा भएको कारणले गर्दाखेरि उहाँले दोस्रो पटक उहाँले चाहिँ एउटा स्टेज पर्फर्म गर्नुभयो र उहाँलाई सम्मान स्वरूप केही कोसेली उपहार दिन लाग्नु भएको छ। विभिन्न संस्थामा आबद्ध सिद्धार्थ बजार समितिका उपाध्यक्षज्यू हुनुहुन्छ सुमन छेत्रीज्यू, उहाँले केही कोसेलीहरू ल्याइदिनु भएको छ, उपहारहरू ल्याइदिनु भएको छ र प्रदान गर्न चाहनुहुन्छ हाम्रो बहिनीहरूको लागि। कृपया उहाँको लागि जोरदार ताली। भाइहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र यहाँको यो सहयोगको लागि र यस्तै थुप्रै प्रस्तुति रहेको छ। हामी क्रमशः यहाँलाई सेवा राख्दै जानेछौँ र आजको विषयलाई अझ रङ्गीन बनाउँदै जानेछौँ, अविस्मरणीय बनाउँदै जानेछौँ। सबैजना धैर्य गरेर बसिदिनु होला, स्वादिलो खानेकुराको परिकारहरूको आनन्द लिन नभुल्नु होला। पाँचौँ कपिल वस्तु भाँडका सबै खाना महोत्सव 2082 एवं नयाँ वर्ष 2083 हामी आज 2082 लाई विदाई गर्दै 2083 लाई स्वागत गर्ने जमर्कोमा पनि छौँ। आतिशबाजी